केही दिन अगाडि मैले पेनिसको मसाजको बारेमा भिडियो लिएर आएकी थिएँ। त्यसमा धेरैले सोध्नुभएको थियो कुन तेल प्रयोग गर्दाखेरि चाहिँ राम्रो हुन्छ, कस्तो खालको तेल प्रयोग गर्ने भनेर सोध्नुभएको थियो। त्यसैले आजको भिडियो यही विषयमा छ। भिडियोलाई पुरा हेरेर साथ दिनुहोला। अनि यो च्यानलमा सबै भिडियोहरू कामजिज्ञासु सम्बन्धी मात्रै आउँछन्। कामजिज्ञासु सम्बन्धीका भिडियो राम्रो लाग्छ भने कृपया च्यानललाई सब्स्क्राइब नगरेको भए चाहिँ सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। एउटा कमेन्ट छोडिदिनु होला। धेरै कुरा नगरिकन भिडियोको विषयवस्तुतिर लागौँ है त। पेनिसको मसाजको बारेमा मैले त्यो भिडियोमा थुप्रै जानकारीहरू दिएकी थिएँ। लगभग सबै कुराहरू बताएकी थिएँ, तर पनि केही कमेन्टहरू देखेको कारणले गर्दाखेरि चाहिँ भिडियो बनाउन मन लागेर बनाउँदैछु। तेल चाहिँ कुन प्रयोग गर्ने भनेर सोध्नुभयो। मसाज कुन तरिकाले गर्ने, अनि मसाज गर्नुको फाइदा के, मसाज गर्दाखेरि ध्यान दिनुपर्ने कुरा के, सबै बताएकी छु। पेनिसको मसाज सबैले गर्न आवश्यक छ। कसैले सोध्नुभएको थियो पेनिसको मसाज पनि गर्छन् र भनेर अचम्म लागेको पनि होला, तर पेनिसको मसाज चाहिँ आवश्यक छ। हाम्रो शरीरको कहिलेकाहीँ मसाज सेन्टरहरू खुलेका छन् त शरीरलाई मसाज गर्नका लागि, त्यही पेनिस मसाज र भन्नु होला। तर विदेशतिर चाहिँ पेनिस मसाज, भजाइना मसाज सबै हुन्छ। नेपालमा चाहिँ त्यो हुन्छ कि हुँदैन थाहा छैन। अनि यस्तो खालको अवस्थामा चाहिँ कस्तो तेलको प्रयोग गर्ने त भन्ने कुरा थियो। पहिलो कुरा शुद्ध तेल प्रयोग गर्नु पर्यो, जसमा कुनै पनि केमिकलहरू, औषधिहरू प्रयोग गरिएको छैन, मिसाइएको छैन। त्यो त भयो पहिलो कुरा, शुद्ध। र शुद्धमा पनि कुन तेल तपाईँलाई सुट गर्छ। जस्तै कसैलाई तोरीको तेलले सुट गर्छ, तोरीको तेल लाउँदा केही पनि हुँदैन, नर्मल नै हुन्छ, राम्रै हुन्छ। र कसैलाई नरिवलको तेल लाउँदा राम्रै हुन्छ। सबैको शरीरले एउटै लिँदैन नि त। कसैलाई तोरीको तेल गनाउने हुनसक्छ, कसैलाई तोरीको तेलले एलर्जी हुन सक्ने हुन्छ। त्यसरी नै कसैलाई नरिवलको तेलले एलर्जी हुन सक्ला, अरू केही यताउति चिलाउने, सिक्सीको लाग्ने, त्यस्ता कुराहरू हुन सक्ला। त्यसैले तपाईँको शरीरले कुन तेललाई चाहिँ लिन सक्छ। कुनै तेल लगाउँदाखेरि चाहिँ चिलाउने हुँदैन, छाला सम्बन्धी केही पनि तपाईँलाई हुँदैन भने त्यस्तो खालको तेल चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। त्यो भनेको सेन्सिटिभ एरिया भयो, एउटा महत्त्वपूर्ण अङ्ग भयो। अनि त्यो अङ्गमा तपाईँले केमिकल प्रयोग गरेका कुराहरू प्रयोग गर्नुभयो नि त, त्यो असर नै भयो। तर त्योभन्दा पनि शरीरले कुनै कुराहरूलाई चाहिँ सजिलै लिन्छ, कुनै कुरालाई लिँदैन। त्यसैले त्यसमा पनि शुद्ध तोरीको तेल प्रयोग गर्ने कि तिलको तोरीको प्रयोग गर्ने, तेलको प्रयोग गर्ने कि अथवा नरिवलको तेल प्रयोग गर्ने, त्यो चाहिँ तपाईँलाई कुन ठिक लाग्छ, कुन गर्दाखेरि चाहिँ तपाईँलाई अलि धेरै फाइदा भयो जस्तो हुन्छ, त्यसरी विचार गरेर गर्नु होला। एक दिन एउटा तेलले, अर्को दिन अर्को तेलले, त्यसरी चाहिँ होइन। हप्तामा एकपटक अथवा 2 पटक गरे हुन्छ। धेरैले कमेन्टमा सोध्नुभएको थियो एकदमै राम्रो हुन्छ, हामीले पहिलेदेखि गर्दै आएको छु भनेर पनि कमेन्टमा सोध्नुभएको थियो। तपाईँले ती कमेन्ट पनि हेर्न सक्नुहुन्छ। 1-2 पटक विचार गर्नुहोस्, तपाईँलाई कुन तेलले राम्रो भयो जस्तो लाग्छ, त्यही अनुसार प्रयोग गर्दै जानुहोस्। अब कुरो आउन सक्छ के मसाज गर्ने तेल डक्टरकोमा नि पाइन्छ र भन्ने कुराहरू आउन सक्छ। आजभोलि थुप्रै प्रकारका मेडिकलहरूमा तपाईँहरू जानुभयो भने चाहिँ त्यहाँ तेलहरू पनि पाइन्छ। तर डक्टरको एकदम सल्लाह लिएर त्यसले गर्दाखेरि चाहिँ केही इन्फेक्सन हुन्छ हुँदैन, हानि नोक्सान केही छ छैन, अथवा कुनैमा बढी केमिकलहरू प्रयोग भएको हुनाले पोल्ने, जल्ने, यस्तो केही समस्या हुन्छ कि हुँदैन भनेर तपाईँहरू डक्टरसँग सल्लाह लिनु होला। किनकि त्यहाँ त सबैको मान्छे अनुसारको शरीर उसको कस्तो छ, उसको स्वास्थ्य कस्तो छ भनेर चेक गरेर दबाई त बनाएको हुँदैन। एकै प्रकारको दबाई बनाएको हुन्छ। त्यो दबाई पनि अनि तपाईँलाई सुट गर्छ कि गर्दैन। जस्तै हामी डक्टरकोमा जान्छौँ, कसैलाई त्यो दबाई खाएपछि ठिक भइहाल्छ, कसैलाई त्यो दबाई जति खाए पनि ठिक हुँदैन। किनकि त्यो औषधि एउटै तरिकाले बनेको छ, हाम्रो शरीर एउटै तरिकाले बनेको छैन। कसैको शरीर अलि फरक हुन्छ, कसैको अलि फरक हुन्छ। कसैलाई औषधिले काम गर्छ, कसैलाई आयुर्वेदिकले काम गर्छ, कसैलाई औषधि नै नखाए पनि काम गरेको हुन्छ। त्यो तेलले तपाईँले ल्याउनु भयो, तपाईँलाई कसैलाई त्यो राम्रो होला, कसैलाई नराम्रो होला, त्यो त भर पर्ने कुरा त होइन। जस्तै कसैलाई रुगा लाग्यो भने चाहिँ डक्टरकोमा गएर औषधि नखाएसम्म ठिकै नहुने, कसैलाई चाहिँ यत्तिकै 1-2 दिनमा भइहाल्छ भनेपछि त्यो औषधि पनि नखाइकन हुने, र कसैलाई 1-2 हप्तासम्म भइरहने, औषधि खाएर पनि ठिक नहुने, घरतिर केही आयुर्वेदिक बनाएर खाए पनि ठिक नहुने, यस्ता समस्या नि हुन्छन्। त्यसैले मान्छे अनुसार यो उमेरकोलाई यो, त्यो उमेरकालाई त्यो भनेर चाहिँ पक्कै पनि बनाएको हुँदैन, एउटै तरिकाले बनाएको हुन्छ। एउटै तरिकाले बनेको चाहिँ शरीरले लिन्छ कि लिँदैन भनेर त्यो चाहिँ तपाईँले
एकचोटि बुझ्न आवश्यक छ। त्यसैले गर्दाखेरि चाहिँ यतिकै जाने अनि के कता पाइन्छ भनेर बुझेर ल्याउने अनि यतिकै प्रयोग गर्ने चाहिँ नगर्नुहोस्। डक्टरसँग मेरो स्वास्थ्य यस्तो छ अथवा प्रेसरको दबाई खाछु छैन अथवा शरीरमा केही छाला सम्बन्धी रोग छ छैन अथवा आफूलाई कुनै कुराको एलर्जी हुन्छ हुँदैन त्यो कुराको बारेमा डाक्टरलाई राम्रोसँग नलजाइकन बताएर मात्र ती तेलको प्रयोग गर्नु होला भन्न चाहे। यही नै थियो। तर शुद्ध तपाईहरु यतिकै घरमा पाइने शुद्ध तोरीको तेल हुन सक्छ, तिलको तेल हुन सक्छ, नरिवलको तेल हुन सक्छ। यी तीनटा शुद्ध पाउनुहुन्छ र आफूलाई कुनै पनि त्यसले असर गरेको छैन है। राम्रो गरेको छ तर त्यसले असर चाहिँ गरेको छैन भने ती तेललाई तपाईहरु प्रयोग गर्न सक्नुहुन्छ। अनि यसलाई तताएर कि पकाएर भन्ने कुरा थियो। यतिकै नर्मल तरिकाले प्रयोग गर्न सक्नुहुन्छ। तताउन पनि आवश्यक छैन भनेर यो भिडियोबाट जानकारी दिन चाहिँ। भिडियो कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला भन्दै बिदा हुन्छु। नमस्कार।